आज बिहान बिहान उठेर नुहाई धुवाई गरेर गेम खेलिदिएको थिएँ, यस्तो भइरा। हेलो साथीहरू, त्यसमा सन्चै अनि आरामी हुनुहुन्छ होला। तपाईँहरूलाई स्वागत छ फेरि मेरो नयाँ ब्लगमा। अनि यता चाहिँ म बिहान बिहान उठेर दुध लिन गएर ट्यागको पसलमा पुगेर ट्यागको आफ्नो सामानहरू लिन्थेँ। पेन्सन होइन के सामान थियो। अनि ट्यागको बारेमा सामान किनेर ट्यागको घरतिर हिँडेको थिएँ। यहाँ सोल्टीहरू घर जान थालेर ट्याग हेर्नु न, सोल्टीलाई फेरि घर जान थालेर दोकानमा ट्यागको पारामा। अनि यता गुम्माको बस्ने आइरहेको ट्यागको पारामा। अनि यता चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ गाविस छैन, हाम्रो तानसिन बौवा पोखराथोक भएर अनि ट्यागको भाइ पनि स्कुल गएर म यहाँ फेरि ट्यागको चुकाउने बनाएपछि चुकाउनु दिएपछि खानु मन लाग्यो होइन। ट्याक्क हान्देर गेम खेल्दा मेरो पुरै साथीहरू मरिदिइरहेको नि ट्याक्क भएर मैले पनि एउटाले नाग हान्देर मेरो साथीहरू पुरै मरिसकेको थियो। तिनीहरूलाई मोर देखाइदिएँ होइन ट्याक्क भाडामा सक्यो त फेरि। अनि त फेरि जाडो मौसममा नुहाइदिउँ न त होइन, ननुहाएको पनि धेरै भइदियो भनेर यसरी त पानी त ब्या क्या चिसो म्यान जमिन छ ट्याक्क। म पनि नुहाई धुवाई गरेर भ्याइसकेको छु ट्यागको पारामा। ल ट्याक्क सक्यो त फेरि। ल अब यस्तै ब्लग आउने गर्छ, सबैले हेरिदिनु पर्यो होइन, माया गरिदिनु पर्यो। ल आजलाई यति नै, बाई।